हेलो गाइज, आज चाहिँ मेरो ट्युको 51st कन्भोकेसन प्रोग्राम थियो जुनमा चाहिँ मैले पार्टिसिपेट गरेको थिएँ। अनि उता जानुभन्दा अगाडि चाहिँ रेडी हुनुभन्दा अगाडि एउटा सानो टिकटक भिडियो जुन ट्रेन्डमा चलिरहेको थियो त्यसमा मैले बनाएँ एउटा टिकटक। अनि त्यसपछि चाहिँ मैले मेरो मम्मी र बाबालाई लिएर निस्केँ। यो चाहिँ शहीद गेट पुग्दाखेरि त यति जाम होइन, यति जाम। अनि यो सबै जो मान्छे देखिरहनु भएको छ सबजना कन्भोकेसनमा जाने कि यति धेरै भिड। मैले सोचिरहेको थिएँ ला हामी ढिलो पुग्यौँ भनेर, तर त्यति बेला पनि मान्छेहरू भर्खर आइरहनु भएको थियो कि। अनि यो चाहिँ दशरथ रङ्गशालाको माथिपट्टि स्टेडियमभन्दा माथिपट्टिबाट जाने बाटो रहेछ। अनि सर्टिफिकेट पनि कलेक्ट गर्ने ठाउँ। अनि त्यहाँबाट गयो यति प्याक अनि यति ब्युटिफुल के कस्तो राम्रो ड्रेस लगाएर आउनुभएको कि। अनि मम ड्याडहरू पनि आउनुभएको, कस्तो खतरा के। अनि बाहिर त त्यति मान्छे हुनुहुन्थ्यो, भित्र स्टेडियमभित्र पनि ओ माई गड यस्तो भिड होइन, म त देखेरै छक्क परेँ कि। अनि त्यसपछि त्यही मौकामा एक दुईवटा फोटो पनि यहाँ सिट एउटा एक दुईवटा लिएँ। अनि त्यसपछि फोटो खिचिहालेँ यही मौकामा। अनि बाबा मम्मीहरूलाई पनि आफैसँग राखेँ। खासमा चाहिँ यहाँ तलपट्टि स्टेडियमभन्दा तलपट्टि थियो प्यारेन्ट्सहरूलाई राखेँ, तर मैले चाहिँ माथि नै राखेँ। अनि यो चाहिँ कन्भोकेसनको प्रोग्राम स्टार्ट हुनुभन्दा अगाडि चाहिँ ट्युको टपरहरूलाई चाहिँ यसरी सम्मान साथ यसरी स्टेजमा लगेर राख्नु हुँदो रहेछ। अनि यही ग्रुपमा चाहिँ हाम्रो सुशीला कार्कीज्यू पिएम र शिक्षा मन्त्री डाक्टर महावीर पुनज्यू पनि यहाँ सामेल हुनुहुन्थ्यो। मैले चाहिँ यति बेला थाहा पाएन, मैले चाहिँ लास्टमा थाहा पाएको त्यहाँ सिटमा बसालिसकेपछि। यो यति बेला चाहिँ मैले यादै गरेको थिइनँ। अनि त्यसपछि एकदम भिड थियो नि, यति धेरै क्राउड थियो नि। त्यो बोलेको स्टेजमा बोलेको आवाज पनि खासै राम्रोसँग सुनिरहेको थिएन त्यो क्राउड। अनि प्यारेन्ट्सहरूलाई यता मिलाउने उता मिलाउने भनेर बोलिरहँदाखेरि त्यो अरू नोइजहरू खासै त्यस्तो अरू आवाजहरू दब्बी नै रहेको थियो। अनि यो तल हेर्नु त प्यारेन्ट्सहरूसँग पनि बसेर फोटो टिकटकहरू बनाउनलाई, तर प्यारेन्ट्स स्टुडेन्ट उत्तिकै नै हुनुहुन्थ्यो। होल स्टेडियम फुल थियो कि, होल स्टेडियम आम्मामा कति धेरै होला त, बाफ रे बाफ। अनि त्यसपछि चाहिँ हामीले अब यसमा धेरै बेर बस्न सकिँदैन, केही पनि राम्रो रहेन रहेछ भनेर। अनि मैले बाबालाई एक दुईवटा पिक्चर चाहिँ भित्रपट्टि स्टेडियमभित्र क्लिक गर्न लाएर हामी त्यहाँबाट बाहिर निस्क्यौँ। बाहिर निस्किसकेपछि चाहिँ मैले मम ड्याडहरूसँग एक दुईवटा फोटो क्लिक गरेँ। मैले चाहिँ मम्मी ड्याडीलाई गाउन र टोपी लगाइदिएर अनि फोटो खिचाइदिएँ। यसरी चाहिँ हामी तिनजना फोटो खिच्यौँ। अनि त्यसपछि एक दुईवटा सिङ्गल पिक चाहिँ मेरो मम्मीले र बाबाले मिलेर खिचिदियो मेरो एक दुईवटा फोटो। अनि यति धेरै क्राउड थियो नि, बाफ रे बाफ। म त सोचेँ अनि यो मैले बाबालाई कन्भोकेसनको सबै निकाल्दिछु भने यति मात्रै निकालिदिएछ। अनि जे होस् यो बाटो काट्न लाग्थ्यो हामीले त्यो वर्ल्ड ट्रेड सेन्टरपट्टि साइड जानको लागि। अनि यो बाटो काट्दा पनि बाटोभरि पनि यति धेरै हुनुहुन्थ्यो नि कन्भोकेसनकै। बहिनीलाई चाहिँ मैले चिन्दिनँ, बट थ्याङ्क यू होइन। अनि त्यसपछि चाहिँ हामी खाना खानको लागि गान्द्रुक किचनमा गयौँ, जहाँ चाहिँ मैले र बाबाले चिकन खाना सेट अर्डर गऱ्यौँ र हामी बाउछोरीले खायौँ। किनभने हामी बाउछोरीले खाना खाएको थिएनौँ, मम्मीले चाहिँ खाएर आइसकेको थियो, मम्मीले चाहिँ मोमो खाइसक्यो। त्यसपछि चाहिँ त्यहाँबाट हामी सिधै सिभिल मलतिर लाग्यौँ। सिभिल मलमा चाहिँ त्यो क्रिसमसको दिन भएको भएर चाहिँ लाइभ म्युजिक भइरहेको रहेछ होइन। उहाँ चाहिँ सिङ्गर गीत गाइरहनु भएको थियो, नेपाली गीतहरू राम्रो। अनि त्यसपछि मैले मम्मीलाई चाहिँ एकछिन यही गीतहरू भएको ठाउँमा इन्जोय गर्न छोडिदिएँ। अनि आइसक्रिम किन्दै अनि म चाहिँ लागेँ सिभिल मलमा खास त्यो पर्फ्युम खोज्नको लागि, त्यो पर्फ्युम पसल खोज्नको लागि म माथि गएको थिएँ, तर त्यो फर्स्ट फ्लोरमै रहेछ। तर त्यो पर्फ्युम खोज्ने चक्करमा चाहिँ मैले एउटा ड्रेस किन्न पाएँ। अनि मैले त्यो ड्रेस किनेँ अनि मम्मीसँग फर्किएँ। अनि तल फर्किँदाखेरि चाहिँ हामीले क्रिसमसको ट्री अगाडि फोटो खिच्यौँ। थ्याङ्क्स फर वाचिङ, बाई, हेभ अ नाइस डे।